हामी धेरै ताल इगो र एटिट्युडमा झुकिरहेको हुन्छौँ है। एटिट्युड भनेको चाहिँ द वे वी सी द वर्ल्ड, हामीले कस्तो दृष्टिकोणले संसारलाई हेर्छौँ त्यसलाई एटिट्युड भन्छ। इगो भनेको चाहिँ मैले आफूलाई कसरी चिन्छु, म मान्छे हो, म कहाँबाट आएको हो, म को हो, मलाई के मनपर्छ, मलाई के परिस्थितिहरूले कस्तो बनाएको, सेन्स अफ सेल्फलाई इगो भन्छ है। अब इगोको 5वटा मेन कामहरू चाहिँ, नम्बर 1 मिडिएटर। यसले चाहिँ हाम्रो इथको एकदमै प्राइमल अर्जहरू, हाम्रो एकदमै सर्ट टर्ममा आनन्द लिने रहर र सुपर इगोको एकदमै स्ट्रिक्ट मोरलहरू, एकदमै धेरै नैतिक गर्ने रहरलाई ब्यालेन्स गर्छ है। नम्बर 2 रियालिटी चेक। हाम्रो इगोले हाम्रो रहरहरूलाई हेरेर हाम्रो रियल संसार, हाम्रो रियालिटीमा भएको परिस्थितिमा के गर्न मिल्छ कि मिल्दैन भनेर प्र्याक्टिकल तरिकाले सोचेर अब व्यवहार गर्छ। नम्बर 3 कन्सियस डिसिजन मेकर। इगोले चाहिँ हामीलाई हाम्रो प्लानिङ, हाम्रो डिसिजन मेकिङ अनि कुन ठाउँमा कस्तो व्यवहार गर्ने भनेर डिसाइड गर्न हेल्प गर्छ है। नम्बर 4 प्रोटेक्टर। हाम्रो इगोले हामीलाई, हाम्रो भित्री मनलाई धेरै तरिकाबाट बचाउँछ, एकदमै गाह्रो भएको परिस्थिति, एकदमै नराम्रो परिस्थितिबाट। नम्बर 5 इन्टिग्रेटर। सेन्स अफ सेल्फ दिन्छ, म को हो भनेर चिनाउँछ हो, एउटा एकदमै बेस एउटा चाहिँ बनाउँछ, अलिकति फ्लेक्सिबल चाहिँ हुन्छ छेउछेउमा भन्न साथै मेरो मेमोरीहरू, मेरो जिन्दगीमा भएको परिस्थिति, एक्सपिरियन्सहरू, मलाई ठिक र बेठिक लाग्ने कुराहरू, मेरो इन्ट्रेस्टहरू, म कस्तो खालको मान्छे हो भनेर एउटा बेस चाहिँ इगोले दिन्छ।